3 go छु तपाईहरुलाई कतिमा पर्यो कहाँ लिगे अनि त्यसपछि मैले कतिमा किने त्यो डिस्काउन्ट पनि कति भयो सबै म हजुरलाई चाहिँ यो कुरा शेयर गर्छु किनभने इट्स नेसेसरी हेलो एभ्रीवान वेलकम ब्याक टु माई युट्युब च्यानल सबैजनालाई नमस्ते लासो फ्याफुला इट्स मी अनिता तामाङ हजुरहरूको नयाँ युट्युबर एन्ड देन सबैजना सन्चै हुनुहुन्छ होला म एकदमै सन्चै छु माम खानुभयो कि खानु भएन अहिले त माम खाएर पनि सकिने बेला भइसक्छ यो भिडियो आउँदाखेरि त एन्ड मैले चाहिँ हजुरहरूलाई टाइटलबाट थाहा पाइसक्नु भयो आजको भिडियोमा चाहिँ के गर्दैछु भनेर इट्स अबाउट अनबक्सिङ मेरो नयाँ माइक अनि त्यसपछि हजुरले मेरो अगाडिको भिडियो हेर्नुभएको छ भने त थाहा छ मलाई होइन मलाई पनि थाहा छ हजुरले पनि याद गर्नुभयो होला द्याट मेरो माइक बिना चाहिँ बाहिर म धेरै डुलिरहेको हुन्छु एन्ड त्यहाँ भिडियो बनाउँदाखेरि चाहिँ नोइज एकदमै के मैले बोलेकै नसुन्ने टाइपको भइरहेको थियो नि त सो त्यसको कारणले चाहिँ मलाई माइक एकदमै जरुरी थियो मलाई सजेस्ट पनि गरेको मेरो साथीले इफ उसले चाहिँ वाच गरिरहेछ भने चाहिँ हेर मैले किनिसकेँ एन्ड देन लेट्स अनबक्स विथ मी मेरो माइक यस्तो खालको छ होइन एन्ड देन यसको चाहिँ कति पर्यो अनि त्यसपछि कहाँ किनेको मैले प्राइस के भन्छ अरे कतिको मिलाइदिनु भयो मलाई देन कतिको वारेन्टी छ कति वर्षसम्म त्यो सबै चाहिँ म तपाईँहरूलाई भन्छु एन्ड देखाउँछु पनि यो भित्र कस्तो छ भनेर फर्स्ट लेट्स स्टार्ट यो यसरी चाहिँ होइन यस्तो गरेको छैन मैले यहाँ चाहिँ मैले क्वेसन मार्क प्राइस वेयर प्लेस त्यस्तो लेखिदिन्छु ओके एन्ड देन लेट्स अनबक्स नङ पालेको त यस्तो सुनाउनु जस्तो छ कि एन्ड मेरो चाहिँ ब्याकग्राउन्डमा हल्ला अहिले पनि आइरहेछ घर बनाउँदैछ नि त सो भैया दाइहरू हिँडेको हिँड्ने हुनुहुन्छ यो चाहिँ ओके 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 लेट्स अनबक्स कस्तो छ साथीहरू भन्नुहोस् त भन्नुहोस् मलाई चाहिँ राम्रो लाग्यो ल एकदम प्रोटेक्टिभ जस्तो टाइपको क्या हेर्ने हो हेर्न रेडी हो तपाईँहरू म सँगसँगै 1 2 3 गो ब्याकग्राउन्ड म्युजिक खतरा छ है यही हो मेरो माइक चाहिँ एन्ड देन ओके यस्तो खालको छ यस्तो राम्रै छ है अनि चार्जर चाहिँ चार्जर यता छ यसको लागि चार्जर भनेको चाहिँ सी टाइपमा हो सो दुईटै चार्जर हुन्छ त्यसको कत्रो हुन्छ भनेर पनि देखाउँछ चार्जरहरूलाई ठिकै त हुन्छ नि है यस्तो चार्ज गर्ने सानो कुराहरूको त हुन त सानो त होइन त्यही पनि लाइक सामानै सानो टाइपको देखिनुको यत्रो चार्जर इट्स इनफ मलाई चाहिँ त्यस्तो लाग्छ हामीले चलाइराख्ने होइन नि त चार्ज गरेर सो इट्स गुड इनफ जस्तो लाग्छ मलाई एन्ड चार्जर र यो चाहिँ यस्तै हो यसको पनि हेरौँ ल भित्र कस्तो कस्तो छ के हो भनेर यो चाहिँ माइक भयो यो हटाउने एन्ड देन माइक यसको चाहिँ नोइज त्यो गर्ने चाहिँ सजिलो छ के हामीले साइड यो माथिपट्टि बटन हुन्छ त्यो माथिपट्टि बटनमा यस्तो गऱ्यो भने नोइजको उस्तो क्यान्सिल अथवा त्यो हुन्छ नि डबल भोइस आउने त्यस्तो टाइपको नि हुँदो रहेछ यसमा एन्ड अर्को भनेको चाहिँ यो हो यो चाहिँ आइफोनको लागि भनेर हो अर्को फोनमा चाहिँ हुने पाउँछ पाउँदैन आई डोन्ट नो तर यो चाहिँ आइफोनवाला हो अनि यो चाहिँ जुन हामीले चार्ज गर्छौँ नि त्यसमा हाल्नुपर्छ अनि त्यसपछि स्टार्ट हुन्छ ओके अनि अर्को दुईवटा यो पनि सेम एज एन्ड अब चाहिँ जोडेर हेरौँ ल कस्तो साउन्ड आउँदो रहेछ लेट्स चेक यो चाहिँ जोडिदिने है त्यो अगाडि फर्काएर एन्ड दुइटै एक्टिभ भयो भने चाहिँ यसरी दुइटै त्यसमा पनि देखाउँछ हामीलाई J1 J2 भनेर एन्ड दुइटै एक्टिभ भयो भने चाहिँ यस्तो खालको लाइट सबै बल्छ दुइटैमा होइन लेट मी चेक ल सुरुमा सो साथीहरू अहिले चाहिँ आई थिङ्क अघिको भन्दा चाहिँ नोइज हल्का कम भएको छ होला किनभने यहाँ घर बनाउँदै हुनुहुन्छ अनि त्यसपछि दाइहरू यताउति हिँड्ने सामानहरू मेसिनहरू बजाउने भएर चाहिँ हल्का त्यो
इरिटेट फिल त भइन्छ। त्यही पनि अब यो माइक किन्नुको कारण चाहिँ म भन्छु तपाईँहरूलाई, किनभने म धेरै जस्तो प्रायः हिँड्छु बाहिर, एन्ड देन बाहिर हिँड्दाखेरि त अफकोर्स नोइजहरू धेरै नै उत्यो हुन्छ नि त। अनि त्यसपछि म त्यही पनि साथीहरूसँग प्रायः निस्किरहेको हुन्छु, अनि तपाईँहरूलाई नदेखाए त अब म कसरी भ्लग गर्ने अनि जस्तो टाइपको भइरहेको थियो। एन्ड देन त्यही भएर पनि अब मलाई माइक जरुरी पनि लाग्यो, प्लस बिगिनर कन्टेन्ट क्रिएटर अनि त्यसपछि युट्युबरहरूलाई चाहिँ मैले चाहिन्छ जस्तो लाग्छ। तपाईँहरू किनभने भ्लग गर्न बाहिर जान्छ अथवा घरमै बस्यो पनि सानो सानो नोइजले पनि डिस्टर्ब गर्छ नि त मान्छे, हेर्ने मान्छेलाई या भ्युवर्सलाई। एन्ड आई फिल लाइक इट्स इम्पोर्टेन्ट माइक भन्ने कुरा चाहिँ। आफ्टर मैले दुइटा भ्लग बनाएपछि मेरो इभन आफैले पनि यस्तो इरिटेट माने नि त्यो घरमा आएर त्यो भ्लग एडिट गर्दाखेरि, किनभने बाहिरको नोइज धेरै सुन्ने अनि त्यसपछि मैले बोलेको केही पनि नसुन्ने भइरहेको थियो नि त। सो त्यही कारणले पनि मलाई चाहिँ माइक इम्पोर्टेन्ट जस्तो लाग्छ। एन्ड देन अब चाहिँ धेरै गफ नगरिकन हामी हाम्रो भित्र यसको बारेमा चाहिँ म बुझाउँछु तपाईँहरूलाई, कतिमा पऱ्यो, कहाँ लिगेँ, अनि त्यसपछि मैले कतिमा किनेँ, त्यो डिस्काउन्ट पनि कति भयो, सबै म हजुरलाई चाहिँ यो कुरा सेयर गर्छु, किनभने इट्स नेसेसरी। कोही पनि किन्न जाँदाखेरि आफू फिक्स भयो भने चाहिँ हल्का सजिलो हुन्छ नि त। सो अब सुरु गरौँ। सुरुमा चाहिँ हाम्रो वारेन्टीको कुरा, 1 वर्षको वारेन्टी छ। एन्ड देन उहाँहरूको नम्बर तपाईँहरूलाई केही चाहियो भने चाहिँ कल गरेर बुझ्न पनि सक्नुहुन्छ, किनभने उहाँहरू एकदमै पोलाइट हुनुहुन्छ। मैले 1 इयरको वारेन्टीवाला चाहिँ किन लिएँ, अनि त्यसपछि अरू वारेन्टी नभएको पनि थियो, सस्तो पनि थियो महँगो पनि थियो, बट मैले चाहिँ मिडियमको किनेँ। अनि त्यसपछि अरू चाहिँ 2500 3000को पनि थियो, यहाँ मैले त्यतिको पनि किन्न सक्थेँ बिगिनिङमा। तर त्यो 2500 2000को 3000को किनेर हुन्छ नि 2-3 महिनामै बिग्रियो भने मैले के गर्ने त। त्यो त मेरो मेहनतको पैसा। अनि त्यसपछि 3000 4000 भनेको नि कसैको लागि एकदमै ठुलो हुन्छ क्या, 1-2 सय त ठुलो हुन्छ, अनि त्यो भनेको त हल्का ठुलै एमाउन्ट नै जस्तो देखिन्छ नि त कतिजनाको लागि। अब मैले पो कमाइरहेको छु हल्का भए पनि त्यो मेरो लागि ठिक्कको हुनसक्छ, तर सबैको लागि त त्यस्तो हुँदैन, किनभने हामी सबैजना एउटा बिगिनिङ फेजबाट। सो अर्को कुरा भनेको चाहिँ इट्स आवर बिगिनिङ, त्यसैले कोही पनि नआत्तिकन हुन्छ नि मैले किनेँ भन्दैमा सबैले किन्नुपर्छ भन्ने छैन। तर पनि इफ सकिन्छ भने थोरै थोरै जम्मा गरेर चाहिँ तपाईँहरूले माइक किनेर चाहिँ भ्लगिङहरू गर्नु, किनभने इट विल बी भेरी इजी है। तर सबैजनालाई किन्नुपर्छ भन्ने छैन, किनभने तपाईँहरूलाई सबै कुरा एफोर्डेबल हुन सक्दैन। अनि त्यसपछि हुन्छ नि सुरुमै सबैसँग हुन्छ भन्ने पनि छैन, तर बिस्तारै जे हुन्छ तपाईँ ट्राई गर्दै जानुहोस्, अगाडि बढिन्छ, हामी सँगै अगाडि बढौँ। एन्ड देन भोलि पर्सि अब केही गरी हामीले नि राम्रो भएर कमाउने भएपछि त अफकोर्स हामी पनि अब राम्रो राम्रो गर्दै जान्छौँ, राम्रो राम्रो किन्दै जान्छौँ, आफूले मन लागेको काम पनि गर्दै जान्छौँ नि त। सो इट्स ओके, नआत्तिकन गर्ने, जे पनि गर्दै हुनुहुन्छ। एन्ड देन अरू के भन्ने, सो आई फिल सो प्राउड। मैले आफूले हुन्छ नि केही गरेर जम्मा गरेको पैसाले चाहिँ आफ्नै लागि इन्भेस्ट गर्दैछु। सो म सँगसँगै मेरो पुरा सम्पूर्ण फ्यामिली, युट्युब फ्यामिली, अनि त्यसपछि भ्युवर्सहरूले चाहिँ इन्जोय पनि गर्दै हुनुहुन्छ होला, प्लस उहाँहरूले पनि आफ्नो चेलीले चाहिँ केही गर्दैछ भनेर चाहिँ प्राउड फिल पनि गर्दै हुनुहुन्छ भने चाहिँ म सोच्दछु। एन्ड देन इफ छैन भने नि केही पनि भन्न सक्दैन, किनभने म त आफूले आफूलाई प्राउड फिल नै गरिरहेछु नि त। अब सबैजनालाई त यो कुरामा सबै कुरा एफोर्ड गर्न सकिँदैन मलाई थाहा छ, त्यही पनि आफूले गर्नु सक्ने ठाउँमा गर्दाखेरि चाहिँ जसलाई पनि खुसी लाग्छ नि त। त्यही हो, आजको गफगाफ चाहिँ यति नै थियो, छोटो मिठो, धेरै पनि बोल्यो होला म। सो थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान, लभ यु, एन्ड त्यसपछि आफ्नो ख्याल राख्नु होला, बाई बाई।